हामीले टिपेको यो सुनकौली भन्छ, यसलाई नाम पनि भन्छ के अरे दालचिनी पनि भन्छ यसलाई। यो हाम्रो यो पहाडमा जङ्गलमा यसका बोट धेरै छन्। कुनै मिठो स्वादका हुँदो रहेछन्, कुनै नमिठा स्वाद हुँदो रहेछन्। यो एकदम तिखर स्वादको रहेछ। यसको चिल्लो पात हेर्ने हो भने मिठो हुने रहेछ। र जङ्गलमा हिँड्दाखेरि उकालो हिँड्दाखेरि साथीहरूले यो अनिवार्य रूपमा टिपेर साथमा लैजानु होला। किन भन्दाखेरि उकालो हिँड्ने बेलामा एक त पानी हुँदैन, मान्छेको डिहाइड्रेसन भइसकेको हुन्छ, शरीरबाट पसिना धेरै भएको हुन्छ। यसले गर्दाखेरि यसले चपाउँदाखेरि अलिकति रस पनि निस्केको हुनाले हामीलाई अलिकति पानीको मात्रा पनि यसले आपूर्ति गर्छ। सँगसँगै यसको गुलियोपनले गर्दाखेरि हामीलाई शक्ति पनि प्रदान गर्छ। यसका धेरै फाइदा रहेछन्। तौल पनि घटाउँछ। त्यसपछि आएर कोलेस्ट्रोल छ भने मुटुमा यो खाने हो भने कोलेस्ट्रोललाई पनि यसले कम गर्छ। अनि त्यसपछि आएर तपाईँको श्वास प्रश्वासमा केही समस्या छ भने त्यसलाई पनि यसले राम्रो गर्छ। पाचन प्रक्रियालाई त यो त एकदम रामबाण नै हो। यसरी तपाईँले बाटोमा हिँड्ने बेलामा यी खानुभयो भने अब जडीबुटी पनि हो, अर्ग्यानिक जडीबुटी हो। यो खाँदै गर्दाखेरि थकानको महसुस पनि हुँदैन, बाटो काटेको पनि महसुस हुँदैन।